Hello, good morning to all and welcome to another our vlog. आज चाहिँ हाम्रो बेबीको बर्थडे भ्लग बनाउन गइरहेको छु मिस्टर सनिम हाङराईको। ह्यापी बर्थडे छोरो। ह्यापी बर्थडे। थ्याङ्क यू बाबा। अनि ल अब कति वर्ष पुग्यौ तिमी? 5 इयर्स ओल्ड कम्प्लिट भइसक्यो हैन? अब 6 मा लाग्न आट्यो भनेपछि ठुलो भइसक्यो है मेरो छोरा पनि। ओके, आज अब हामी के गर्ने? अब हामी यो मर्निङ यो बिहान चाहिँ के गर्ने? चकलेट बाँड्ने। यस, चकलेट अलरेडी यहाँ मेरो हातमा छ। यो चकलेट चाहिँ हामी वरपरको मान्छेहरूलाई आफन्तहरूलाई बाँड्छौँ। फर्स्टमा कसलाई बाँड्ने त? बजुलाई। ओके ल, अगाडि हिँड्नुहोस्, म पछाडि आउँछु। ओके ल, बजु खोइ होइज यो बजु होइज ग्रेन्डमा। ओहो ल ल जानुहोस्, यो चकलेट दिनुहोस्, बजुलाई चकलेट दिनुहोस्, आशीर्वाद लिनुहोस् चकलेट दिएर। अलिक अँध्यारो रहेछ, यहाँ अँध्यारो कोठा रहेछ, चिसो भइराखेको होला। खै जिउवा गर जानु जिउवा गर। ल ल ओके ल हिँडिसक्यो। ल ल अब कसले दिने? मम्मीलाई। ल मम्मीलाई। अनि एकछिन बिस्तारै खै होइज योर मम। जिउवा गरे खोइ त, मम्मीलाई जिउवा गरे खोइ। मैले पनि दिएको ल। थ्याङ्क यू बेबी। लु हिँड ल। अब हामी कहाँ जाने? मलाई ब्लू दिनुभयो नि, ब्लू कलरको दिनुभयो, मलाई ब्लू कलरको दिनुभयो। अब हामी कहाँ जाने? माथि कसकोमा? बुनु त छैन होला, प्रकाश दादा। प्रकाश दादा हुनुहुन्छ होला, उहाँकैमा जाउँ। हिँड्नु ए ल आज मेरो बर्थडे हो भनिदेऊ छोरा। के खोज्दैछ आज? के खोज्दैछ तिम्रो? भएन के हो? खै तिम्रो अर्को पनि दिनु। ल गरे जिवा गर्नु, जिवा गरे खोइ त। त्यसरी अलिक मजाले जिउ गर्नुपर्छ। यहाँ बस्नुहुन्छ, यो उहाँको चाहिँ 5औँ बर्थडे सेलिब्रेसन हो। आजबाट उहाँ 5 वर्ष पुरा भएर 6औँ वर्षमा बजुले हल्लाउनु भयो के हो? कसले हल्लाउनु भयो? खुसी छैन? खुसी भयो नि?
यो त नहुनेछ हल्लियो धेर ल यो अफ भएको छोडिदिउ ल बजेर देऊ छोरा खै त मेट छ हालिस् त ए माम मेरो के कान्छी बाट्दै दिँदै गर उनले हँ ए निस्किन्छ उहिलाका निस्किरहेछ निस्किरहेछ यहाँ चलेको है ल चलेको पेली ह्याप्पी बर्थडे छोटो थ्याङ्क यू भन न कस्तो भइरहेछ त रमाइलो भइरहेछ त्यो त देऊ न चलाउनु Bye.